आज मैले स्वादिला नरम सेलरोटी कसरी बनाउन सकिन्छ भनेर भिडियो लिएर आएको छु। भिडियो एकदमै छोटो छ, पुरै हेरिदिनु होला अनि कस्तो लाग्छ कमेन्ट गर्नु होला। पहिले मानाले नापेर 2 माना चामल लिए, अर्थात् 1 किलो चामलमा मैले सानो चम्चाले 1 चम्चा मेथी राखेँ। अब यसलाई एक रातको लागि भिज्नलाई छोडिदिएँ। एक रात पछाडि हेर्नुहोस् त कस्तो मजाले भिज्यो। मेथी पनि मजाले भिज्यो, चामल पनि मजाले भिज्यो। अब यसलाई मजाले सफा गर्ने अनि यसलाई पिस्ने। पिस्दाखेरि थोरै गरेर एउटा मिक्सरको भाँडोमा चामल लिने, धेरै नलिने, थोरै लिने अनि यसमा म अलिकति घिउ राख्छु। घिउ पनि एकदम मिठो घिउ लिनुपर्छ अनि सेलरोटी पनि मिठो बन्छ। 1 चम्चा घिउ राखेँ भने 2-3 चम्चा म यसमा चिनी राखिदिन्छु। एकदम सजिलो छ पिठो बनाउनलाई, यति सजिलो छ। चामल पिस्नुभन्दा अगाडि नै थोरै घिउ अनि थोरै चिनी अनि अलिकति पानी राखेर यसलाई पिस्ने। पानी धेर नराख्नु होला, चामल डुब्नु हुँदैन, फेरि गिलो हुन्छ। मैले थोरै गर्दै सबै चामल पिसिसकेँ। चामल पिस्दाखेरि घिउ चिनी साथमा राखेर पिसेको भएर अब केही राख्नुपर्ने आवश्यकता छैन। अब सबैतिर मिक्स गरिदिने। अघि मेथी राखेर किन भिजाएको भन्नुहुन्छ होला। मेथीले चाहिँ नरम अनि स्वादिला सेलरोटी बन्छन्। हजुरहरू मेथी राखेर भिजाउनुहुन्न भने एकचोटि अवश्य ट्राई गर्नुहोला। अनि जाडो महिनामा आमाले आगो ताप्दै सेल बनाउँदै हुनुहुन्छ। हामीलाई चाहिँ आगोको सेल एकदम मनपर्छ। अब हाम्रो सेलरोटी खानालाई तयार भयो, तातो सेल। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्न भने नबिर्सिनु होला।